Hello guys, welcome back to my another vlog. This is the part 2 है हाम्रो पहिलो ब्लगको। हामी अहिले टावर ब्रिजमा छौँ र हाम्रो आन्टीको आइकोनिक पोज हेरेर हाम्रो ब्लगको सुरुवात गर्दैछौँ है त। यो चाहिँ इन्ट्रान्स डोर हो है टावर ब्रिजको। यसभित्र गएर हेर्न पनि मिल्छ र यो चाहिँ हाम्रो टिकटको प्राइस डिटेल्सहरू। आई एम भेरी अमेज्ड बाई द एभ्रिथिङ है। अब यहाँको हेर्छु म एभ्रिथिङ क्या आर्किटेक्चरहरू होइन बिल्डिङ। र फाइनली भेट भयो मेरो युनिको जिग्रीसँग है त। मेरो खास कारण चाहिँ उसलाई नै भेट्न आउनु थियो यहाँ है। र उसलाई भेट्यो भने हामी चाहिँ अब कुरा गर्दै हिँड्दै थियौँ। लन्डनमा गर्मी भयो भन्दै उसले पसिना देखाउँदै थियो। लन्डनको अन्डा लिटरल्ली हामीले लन्डनको अन्डा पनि क्याप्चर गऱ्यौँ है त। लन्डनको अन्डा यो ढुङ्गा चाहिँ एक्चुअली है यो चाहिँ खासमा म्युजियम हो, तर यो कन्स्ट्रक्सनमा भइरहेर हामी जान पाएन। र यो चाहिँ लन्डन ब्रिज हो। मान्छेहरू टावर ब्रिजलाई पनि लन्डन ब्रिज भन्छ क्या लिटरली। यो चाहिँ द मोन्युमेन्ट हो है। यो बिल्डिङ यत्रो ठुलो थियो होइन, टाउको पुरै माथि गर्दाखेरि बल्ल देखिने भनेर झन्डै पछाडि लडेको थिएँ क्या। आई डिसाइडेड टु टेक अ ब्रेक, त्यसैले मैले स्निकर एउटा लिएँ है। अनि मैले ड्रिङ्क के लिउँ भन्दाखेरि ठ्याक्क तेन्जिङ भन्ने देखिरहेको। बट आई टुक द कोकोनट एडिसन रेड बुल। आई डोन्ट नो वाइ है, सुन्दै वेट थियो त्यो पनि लेट खाएकोहरू हेरेको थियो क्या। एन्ड वी आर हेडिङ टुवर्ड्स केनेडी वर्फ है। एउटा टाइम ल्याप्स हालिदिएको। यहाँ चाहिँ मलाई होइन इटालियन रेस्टुरेन्टहरूको जस्तो भएको थियो पुरा खोला छेउमा होइन, यस्तो राखे जस्तो होइन। देन आई फाउन्ड दिस ग्रास क्रिएचर है। यो चाहिँ हस्बेन्ड हो अनि यसको वाइफ र किड्सहरू चाहिँ यता छ है। मैले चाहिँ एउटा अन्डरग्राउन्डको स्टाफसँग सोधेर है नेचर्स कल आयो कहाँ जाउँ भनेर भनेको। उसले मलभित्र जाउँ भने र म फाइनली खोज्दा है आई फाउन्ड इट। आई रिसिभ इट। मैले यो दाइलाई 5 टिप गरेँ। मेरो औकात त थिएन त्यही पनि है। र म त्यहाँबाट फेरि निस्केँ अनि एकछिन हेरेँ ट्रेन हिँडिरहेको है। र म घर फर्किने तर्खरमा थिएँ। फर्किने बेला मैले मेरो साथी र साथीको गर्लफ्रेन्डलाई देखेँ। आई मिस माई बस है। यो बस मलाई छोडेर गइदियो है। र फेरि एकछिन म त्यहीँ पर्खेर बसेर अर्को गाडी चढेर घर फर्किएँ। द्याट्स हाउ आई एन्डेड माई डे है त। थ्याङ्क यू फर वाचिङ गाइज। थ्याङ्क यू फर बिङ विथ मी टिल नाउ। माया र सपोर्ट देखाइदिनु होला।